जाँदैछु है केटा हो के छ नि आम्मा दाजुले गाडी कस्तो कुदाएको। हामी चाहिँ अब चट्ट लाएर मार्केटतिर भरे जर्मनीको म्याच हेर्नको लागि भनेर जुस किन्न जाँदैछु म चाहिँ एक्लै। केटाहरू तास हानिरहेको छ। यहाँनिर चाहिँ के हुँदो रहेछ भने तपाईँको यो पिच बाटो चाहिँ पिचै हो, साइडमा चाहिँ तपाईँको मान्छे हिँड्ने प्यासेज चाहिँ छैन कि, त्यही भएर अलिकति होसियार भएर हिँड्नुपर्छ। अस्ति यहाँ एउटा बिरालो मरेको थियो, अनि एकदम होसियार गरेर हिँड्नुपर्ने रहेछ यो बाटोमा चाहिँ। अलिकति लामो घाँसहरू भयो भने त टर्निङमा हामीलाई देख्दैन है, सिधै आइदिने क्या तपाईँको। त्यही भएर यो घरमा चाहिँ अनि यस्तो दामी एउटा रहेछ, 2-3वटा भाले थियो, पायो भने यस्तो पर्छ राणा बाले ठ्याम्टी बोती कुराच। त्यसरी आउने थिएन क्या म। अब भोलि छुट्टी छ, रुममा फेरि यो 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 मोबाइल हेरेर कति बस्नु, दिमाग कति ह्याङ हुन्छ मान्छेको होइन। त्यही मुड फ्रेस गर्नलाई भयो भने यसो जुस किन्नलाई भनेर निस्केको म चाहिँ खास। यस्तो हुन्छ कि अब गाडी नि सानो, हामी नि सानो है, यत्रो लामो घाँस हुन्छ, त्यहाँबाट टर्निङबाट स्वाट गाडी आउँदा त ओहो दाजु नदेख्दो रहेछ कहिलेकाहीँ त, फुत्तै आइदिने यार। अब ब्रेक हान्न भ्याएन भने त मान्छे हानिगयो नि त फेरि, ओहो गाह्रो पर्छ त। त्यही भएर यो भनेको एउटा ब्लाइन्ड स्पोर्ट हो, यस्ताहरूमा चाहिँ अलिकति सकेसम्म चोकाएर हिँड्नुपर्छ। अनि यसपछि यहाँ पुल छ, पुलको पारी चाहिँ हामी पहिला यहाँ पुलको पारी चाहिँ खोला एउटा छ, त्यहाँ माछा मारेको थियो। हेर माझ है, पानी कतिको सुकेको छ कि छैन। यो चाहिँ हाम्रो पुलतिर है, के लेख्या हो यहाँको भाषाबाट, पढ्न नै आउँदैन आफूलाई त। सारा अरे, साराको नाममा लभ चिनो राखिदिया रहेछ, ऐसा आशा अब के लेखे त्यहाँनिर यस्तै छ नजारा यहाँको, हेर्न सक्नुहुन्छ गाइस। त्यहाँ खोला हेरौँ है, खोलामा कतिको पानी छ कतिको छैन। आइपुग्यो म चाहिँ अहिले यो पुलको तल, ठ्याक्कै यो सानो एउटा पुल छ। ओहो घाम, ओहो लो मारिगयो यस्तोमा त अनि के गर्ने त अब। ओहो हेर्नु त तल हाँस यार, यहीँ हामीले माछा मारेको थियो, अन्त हाँस हेर्नु न कति हो। ओहो दामी रहेछ यहाँ त, हाँस रहेछ यार। खोला त पुरै लेउला उभा रहेछ फेरि, दामी छ ल। त्यहाँ तल नि रहेछ एउटा हाँस, उतापट्टि हेरौँ है के रहेछ। यहाँपट्टि चाहिँ अनि छैन, हेर यता माछै देख्दैन रहेछ। हिजो अस्ति त माछा नि देख्थ्यो, पानी नि अलि धेरै थियो, अहिले त के पनि देख्दैन रहेछ। यस्तै छ गाइस होइन। अनि यहाँ यो 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 सफा गरेको ठाउँमा चाहिँ सानो सानो कचुवाहरू देख्थ्यो, अहिले छैन, कचुवा सचुवा केही पनि छैन। खै हेर्दै जाउँ के देख्छ, देख्यो भने म तपाईँहरूलाई देखाइहाल्छु नि। यस्तै छ युरोपको भ्यू चाहिँ। हामी चाहिँ अस्तितिर त कछुवाहरू के हेर्नु पाउँथ्यो है। तपाईँको नेपालको के भन्छ, हाम्रो नेसनल पार्कतिर छिरा जस्तै हुन्थ्यो, कछुवा सानो सर्पहरू देख्थ्यो। अहिले त केही छैन, सफा गरिदिएको त लातलुतै। यो चाहिँ अहिले म डक्टर रामपुरतिर आइपुगेँ होइन। यहाँ चाहिँ हल्का नजारा चाहिँ दामी छ। यहाँ चाहिँ क्याफेहरू यताउति छ, गाडीहरू पनि छ यसरी होइन। मान्छे अब टक्क यो जेब्रा क्रसिङबाट सर्लक्क बाटो काट्नु पनि हुन्छ।
यहाँ फेरि जेब्रा क्रसिङको बाटो काट्नु जतिको मान्यता केही कुरामा छैन केटा टक्क है धुप्पी सल्लोहरू आमा छोरी गाडी चलाइरहेको छ चट्ट लाएर आज प्रायः बाइकहरू आएर बसिरहेको देख्छु मैले यस्तै छ हेर्नुहोस् फाइनली गाइस जुस किन्ने ठाउँ चाहिँ आइपुग्यो अब हेर्दै जाउँ भित्र के छ होइन जुस भेट्यो गाइस फाइनली ए हो जुस यही जुस लिन आएको म चाहिँ टक्क लगाएर है त गाइस झला भरे अब जुस बोकेर जानुपर्छ रुमतिर टक्क लगाएर यस्तै छ यहाँनिर के अघि मैले माछा मारेको त्यो पुल भनेको थिएँ नि त्यहाँनिर है हिँडिरहेको थियो एउटा बिचरा हेर न यहाँ सानो बिरालो के यहाँ सानो बिचरा आँखा नि फुट्या रहेछ के गर्नु तेरो नि भाग्य के भयो मेरो जस्तै खप्पर फुट्या जस्तो फुट्याएको के हो ल मैले लाग्दा त के गर्ने हो र ओ माने पिमी हो है ल बस अब यहाँ तेरो आमा कहाँ छ इन्सर्ट केटा बिचरा ल ल ल गएँ म बसिराख यहाँ चाहिँ होइन बाटोमा देख्छ के देख्छ फेरि यहाँ हेर न आम्मामा सोल्टी त पुरै हाँसिरहेको रहेछ यहाँ अस्ति नै कुन चाहिँ गाडीले हानिदियो हो गाह्रो छ गाइस जिन्दगीको कुनै भर छैन भने यही हो अहिले यहाँ हिँड्दै मलाई नै हानिदियो भने मेरो नि हालत त्यही त होला नि गाह्रो छ